कलेजले आयोजना गरेको कार्यक्रम होइन, कलेजले व्यवस्थापन मात्र गरिएको हो र प्रसार भारती आकाशवाणी खरसाङका टोलीहरू हामीसँग उपस्थित हुनुहुन्छ र यस कार्यक्रम सम्पूर्ण रूपले उहाँहरूले नै सञ्चालन गर्नुहुनेछ। तर म सुरुमा आजको यस कार्यक्रममा आकाशवाणी खरसाङबाट यति महत्त्वपूर्ण कार्यक्रम विद्यार्थीहरूको निम्ति भनेर लिएर आउनुभएका आकाशवाणी खरसाङका टोलीहरूलाई म सुरुमा हार्दिक स्वागत जनाउँदछु र म उहाँहरूको नाम पनि तपाईँलाई परिचय गराउन गइरहेको छु। यस आकाशवाणी खरसाङका समूहबाट उपस्थित रहनुभएका व्यक्तित्वहरूको म क्रमशः नाम उच्चारण गर्नेछु र हाम्रा कलेजका आदरणीय शिक्षक प्रभारी गुरुमा नोर्की वाङ्गुयलमज्यूको करकमलबाट हामी उहाँलाई खदा अर्पण पनि गर्नेछौँ र विद्यार्थीहरूलाई म कृपया आएर त्यो खदाको ट्रे अपेक्षा आएर खदाको ट्रे गर्छु। र योजना मोहरा उहाँ प्रसार निष्पादक हुनुहुन्छ। आदरणीय योजना मोहराज्यूलाई हामी खदा अर्पण गरिरहेका त्यसैले मिरमा दोर्के उहाँमा प्रसारण सहायक हुनुहुन्छ। यसैले हामीसँग पहिल्यैदेखिको एउटा घनिष्ठ सम्बन्ध भएकोले गर्दा र उहाँहरूको आत्मीयताको कारणले पनि यो कार्यक्रम हाम्रो कलेजमा धेरैवटा दार्जिलिङको नामी नामी कलेजहरूमा नभएर यति टाढोको हाम्रो कलेजमा यो कार्यक्रम हुनुको पछि यस व्यक्तिको अत्यन्त ठुलो भूमिका रहेको मलाई अनुभूति हुन्छ। उहाँ हुनुहुन्छ मनन तामाङ, प्रसार निष्पादक हुनुहुन्छ। त्यसरी अर्का व्यक्तित्व हुनुहुन्छ अभिषेक गोयल, उहाँ पनि प्रसार सहायक हुनुहुन्छ। त्यसरी मौसम नेवार युवा हाम्रा यस महाविद्यालयका विद्यार्थीहरूले पनि कार्यक्रम गरिसकेका छन्। यसअघिका कार्यक्रमबाट पनि विजेता बनेर पनि कार्यक्रममा सहभागिता जनाइसके हाम्रा युवा भाइ बहिनीहरूले कविता वाचनको कार्यक्रमहरू गरिसकेका छन् र यस कार्यक्रममा पनि 3वटा क्याटेगोरीमा यस कार्यक्रम हुनेछ र यस प्रतियोगितात्मक कार्यक्रममा जो पहिलो स्थान प्राप्त गर्नुहुनेछ उहाँहरूले पनि आकाशवाणीको कार्यक्रममा यहाँहरूले आफ्नो प्रस्तुति दिन सक्नुहुनेछ र यस सुनाउन मौका छ। यस कार्यक्रमबारे सम्पूर्ण जानकारी के हो कसो हो सबै रूपमा स्वागत सम्बोधन राखिदिनु हुन म आदरणीय शिक्षक प्रभारी गुरुमा नोर्की वाङ्गुयलमज्यूलाई हार्दिक अनुरोध गर्दछु। With gratitude and humility, on behalf of the entire family of Vision Valley Degree College, I would once again like to welcome our team, officials and guests from Akashvani Kharsang. And well, this is not the first time that our college has got the opportunity to be at Akashvani Kharsang, and this time it is a unique day for us because they themselves have come to grace us with their presence, and also most importantly to give our students the opportunity to explore their talents, whether it be in the field of creativity or knowledge, quiz, etc. So without further delay, once again thank you for coming and all the best to our students. Thank you. टोलीहरूबाट नै सञ्चालन हुनेछ र प्रतियोगिताहरूको बारेमा नियमदेखि लिएर हरेक कुराहरू उहाँले नै गर्नुहुनेछ र अब भोलिको कार्यक्रममा उहाँहरूलाई सुम्पन्दै यो माइक्रोफोनमा हस्तान्तरण गर्न गइरहेको छु। धन्यवाद। वर्णजी हजुर कार्यक्रम आजको यस कार्यक्रममा उपस्थित विजन भ्याली डिग्री कलेजका टिआइसी नोजिङ म्याम, विभागीय प्रमुखहरू, टिचिङ नन टिचिङ उपस्थित स्टाफहरू, साथै प्यारा विद्यार्थी युवा भाइ बहिनीहरू, साथै आकाशवाणी खरसाङबाट आउनुभएका टोलीका मेरा सबै साथीहरूलाई म एकैमुष्टमा
स्वागत तथा अभिवादन गर्न चाहन्छु र आज हामी आकाशवाणी खरसाङको जुन टोली यहाँ आएको छौँ त्यसको पछाडिको मुख्य कारण चाहिँ के हो भने यतिखेर आकाशवाणीले आफ्नो जति पनि भारतभरि फैलिएर जति पनि हाम्रो आकाशवाणी केन्द्रहरू छ, स्टेसनहरू छ, ती जम्मै स्टेसनहरूले आकाशवाणीले आफ्नो 90 इयर्सको जुन ग्लोरियस जर्नी पुरा गरेको छ त्यसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ है। र यसै अनुरूप ती कार्यक्रमहरूमध्ये एउटा प्रमुख कार्यक्रम चाहिँ के रहेको छ भन्दाखेरि युवाहरूमा आकाशवाणी भनेर एउटा मुख्य कार्यक्रम पनि सञ्चालन भइरहेको छ, आयोजना भइरहेको छ। सो आकाशवाणी खरसाङको आज एउटा टोली बिजनबारी डिग्री कलेजका युवा विद्यार्थी भाइ बहिनीहरू आज आएको छ र यहाँ हामी आउनुको मुख्य कारण के हो भने युवाहरू देशको कर्णधार, देशको आधार है र युवाहरूको जुन ट्यालेन्ट छ, जुन प्रतिभा छ, उहाँहरूको हुनर छ त्यसलाई आकाशवाणीले निखार्ने काम गर्छ है, खोज्ने काम गर्छ। र आज हामी यहाँ एउटा कार्यक्रम लिएर आएका छौँ र यस कार्यक्रममा हामीसँग 3वटा क्याटेगोरीमा हामीले राखेका छौँ र प्रथममा चाहिँ हामी क्विज कम्पिटिसन फर्स्ट क्याटेगोरी त्यो हो। त्यसरी नै दोस्रो क्याटेगोरी रहेको छ एक्सटेम्पोर स्पिच हुन्छ, 2-3 मिनट 4 मिनट तपाईँहरूलाई एउटा टपिक दिइन्छ र त्यसमाथि हजुरहरू नानीहरू स्पिच गर्नुपर्ने हुन्छ। त्यसरी नै थर्ड क्याटेगोरी रहेको छ निबन्ध लेखन है। त्यसको हामीले टपिक अगावै हामीले कर्णजी मार्फत स्कुलका नानीहरूलाई कलेजकै मार्फत होला कलेजका नानीहरूलाई हामी दिइसकेका छौँ र यो 3वटा क्याटेगोरी छ र 3वटा क्याटेगोरीबाट हामी फर्स्ट सेकेन्ड थर्ड नानीहरूलाई उहाँहरूले पाउनुभएको जुन मार्क्स हुन्छ, अङ्क हुन्छ त्यसको आधारमा हामी छनौट गर्नेछौँ अनि प्रत्येक नानीहरूलाई हामी सर्टिफिकेट साथै आकाशवाणी खरसाङको तर्फबाट हामी टी-सर्ट पनि प्रदान गर्नेछौँ। अनि जो नानीहरू फर्स्ट हुनुहुन्छ, प्रथम आउनुहुन्छ उहाँलाई हामी एउटा आकाशवाणीमा आएर रेकर्डिङ गर्ने एउटा प्रोग्राम प्रेजेन्टेसन गर्ने एउटा सुनौलो अवसर पनि हामी प्रदान गर्नेछौँ। र सबैभन्दा पहिले हामी सुरुवात गर्नेछौँ हामी जुन निबन्ध लेखन प्रतियोगिता जुन चाहिँ छ त्यसको हामी टपिक तपाईँहरूलाई दिइसकेका छौँ र त्यो प्रतियोगिता हामी पहिला राख्नेछौँ र त्यसको लागि नानीहरूलाई हामी अब स्टेसनबाट ल्याएर जुन कपीहरू छ है त्यसमा पेजहरू छ त्यो हामी वितरण गर्नेछौँ र जो नानीहरू छ र यसैमा को नानीहरू भाग लिनुहुन्छ काइन्डली यहाँ अगाडि आइदिनु होला है र हामीसँग जुन चाहिँ पेज रहेको छ, जुन चाहिँ कपी रहेको छ त्यो रिसिभ गरिदिनु होला। मनिका राई नेपाली डिपार्टमेन्ट, नानी मनिका राई आइदिनुहोस् होला। तला सुब्बा हिस्ट्री डिपार्टमेन्ट, अदिति गुरुङ पोल साइन्स डिपार्टमेन्ट, निलेश लिम्बू इङ्ग्लिस डिपार्टमेन्ट, दीक्षा छेत्री हिस्ट्री डिपार्टमेन्ट, प्रतीक्षा राई इङ्ग्लिस डिपार्टमेन्ट र यी नानीहरूलाई काइन्डली अगाडि आएर कपी पानी डिपार्टमेन्ट एक्सटेम्पोरको लागि सञ्जना हजुर नि अगाडि आइदिनु होला। तपाईँलाई टपिक दिनुहुन्छ, यहाँबाट टपिक चुज गर्नुपर्ने हुन्छ। कञ्चन शर्मा पोलिटिकल साइन्स डिपार्टमेन्ट, दिवस छेत्री नेपाली डिपार्टमेन्ट, किरण सुब्बा नेपाली डिपार्टमेन्ट, नित्य थापा नेपाली डिपार्टमेन्ट नै हो, अनुज सुब्बा पोल साइन्स डिपार्टमेन्ट र यी नानीहरूलाई है आफ्नो टपिक टिप्नुपर्ने हुन्छ र नानीहरू यो टपिकलाई चाहिँ हेरेर है अलिकति प्रिपरेसन गर्दा हुन्छ। हामीसँग हुनुहुन्छ योजना बडा म्याम र उहाँले चाहिँ नानीहरूलाई क्विज कम्पिटिसन गराउनुहुन्छ र क्विज कम्पिटिसन सञ्चालन गर्नु यो माइक्रोफोन चाहिँ योजना धन्यवाद मननज्यू। तपाईँहरू सबैजनालाई स्वागत छ है। सबैजनालाई गुड मर्निङ भन्नु त मिल्दैन, गुड आफ्टरनुन। हामी छिटो गर्दा पनि तर अलिकति ढिलो भए है, क्षमा चाहन्छु। तपाईँहरूले अलिकति प्रतीक्षा चाहिँ गर्नु पर्यो। क्विजको क्वेसनहरू एकदमै सजिलो छ है।
जसले आन्सर जान्नुहुँदैछ फर्स्टमा हात उठाउनुहोस् है। हात उठाएर आफ्नो नाम भनेर चाहिँ तपाईँहरूले आन्सर भन्नु सक्नुहुन्छ। त्यस्तो त्यो यति समयमा दिइहाल्नुपर्छ भन्ने पनि छैन, अलिकति सोच्ने तपाईँहरूलाई टाइम चाहिँ दिन्छ हामी है। र सुरु गर्नु त ल, अब धेरै ढिलो नगरौँ है, सुरु गरौँ ल। तपाईँहरू सबैजनालाई धेरै धेरै शुभकामना छ है पहिल्यैबाट। अन्त तपाईँहरूलाई गेम्स खेलमा त धेरै रुचि होला है, सबैजनालाई नै रुचि होला है। सर्वप्रथम खेलकै प्रश्न गर्न गइरहेको छु है। छिटो हात उठाउने ल, जसले फर्स्ट हात उठाउँछ उहाँले नै उत्तर दिन सक्नुहुनेछ है। 2028मा ओलम्पिक्स हुँदैछ है, तपाईँहरू सबैजनालाई थाहै छ। त्यो ओलम्पिक खेल कहाँ खेलिने तय भएको छ? 2028को ओलम्पिक्स कहाँ खेलिने तय भएको छ? तपाईँको नाम भनिदिनुहोस्। होइन छैन छैन, त्यस्तो केही छैन। हामी त जस्ट एउटा सानो खेल खेल्नु मात्रै आएको, तपाईँहरूको हाम्रो रिलेसन राम्रो होस् भन्नु मात्रै आएको, त्यस्तो केही डराउनु पर्ने नै छैन। ट्राई गर्नु सक्छ सबैजनाले, त्यो नेगेटिभ मार्किङ छ त्यस्तो छ केही छैन त्यस्तो। प्यारिसमा पहिला भएको हो है, 2024मा प्यारिसमा भएको हो। चाइनामा होइन। अब म अडियन्सलाई पास गरिदिउँ यो क्वेसन। कसैलाई थाहा छ भने भनिदिनुहोस् आन्सर। तपाईँहरू कसैलाई पनि थाहा छ भने हात उठाउन सक्नुहुन्छ, इभन टिचर्सहरूले पनि उठाउन सक्नुहुनेछ। लस एन्जल्स प्यारिसमा चाहिँ पहिला भएको हो। सलिमा प्रधान म्यामले फर्स्टमै लानुभएको चाहिँ लु, म स्टुडेन्ट्सहरूलाई फेरि चेयर अप लु अलिकति उयो गर्नुपर्छ ल। अब 2027को पुरुष क्रिकेट विश्वकप कहाँ आयोजना हुनेछ? 2027मा नाम पनि भन्नु। अफ्रिका कन्टिनेन्ट। यस यस, साउथ अफ्रिकामा हुने भएको छ। साथसाथै त्यो म्याच जिम्बाब्वे र नामिबिया पनि हुने भएको छ, तर ज्यादाभन्दा ज्यादा म्याच चाहिँ साउथ अफ्रिकामा नै हुने भएको छ। अर्को फेरि प्रश्न गर्न गइरहेको छु है, युवाहरूलाई लिएर नै छ यो प्रश्न। अहिले अब केन्द्र सरकारले युवाहरूको लागि होस्, छोरी नानीहरूको लागि होस्, सबैजनाको लागि केही न केही योजना त बनाइ नै रहेको हुन्छ है। त्यस्तै प्रकारले युवाहरूको लागि सक्षम बनाउनका लागि एउटा केन्द्र सरकारले योजना बनाउनु भएको छ। त्यो योजनाको नाम के हो? छिटो उठायो। बेटी पढाओ बेटी बचाओ। त्यो चाहिँ छोरी नानीहरूको लागि हो है। त्यो पनि सरकारी योजनै हो, केन्द्र सरकारकै हो, तर त्यो चाहिँ बेटी बचाओ बेटी पढाओ चाहिँ छोरीहरूको लागि हो है। मैले चाहिँ कुरा गर्दैछु अब हामी युवाहरूको बिचमा आइरहेको छ, त्यही कारण युवाहरूको लागि चाहिँ कुन चाहिँ होला? कसैले पनि ट्राई गर्न सक्नुहुन्छ? होइन होइन, कसैलाई थाहा छ? धेरैवटा छ, एउटै नाम भन्दाखेरि पनि भइहाल्छ तपाईँहरूले। अडियन्सकोबाट कसैकोबाट उत्तर आउन सकिन्छ? खेलो इन्डिया पनि आउँछ यसमा नै। तर अब सबैभन्दा प्रचलित योजनाहरूमा चाहिँ प्रधानमन्त्री कौशल विकास योजना पनि एउटा हो। यसले चाहिँ स्किल डेभलपमेन्ट गराउँछ युथहरूको लागि, जसमा कि युथहरूले चाहिँ जब पाओस्, एम्प्लोइमेन्ट पाओस् भनेर है। यो प्रश्न सोध्न गइरहेको छु है। अहिले त देखिराख्नु भएको छ है, हाम्रो भारतीय महिला क्रिकेट टिमले पनि धेरै राम्रो गरिरहेको छ है। अहिले हालैमा भारतीय महिला क्रिकेट टिमको कप्तान को हुनुहुन्छ? गेम्समा धेरै रुचि रहेछ है।
अब त झन् सबैजनाले हात उठाउनुहुन्छ जस्तो लाग्दैछ मलाई कि जीएसटीको पुरा नाम के हो? नाम पनि भन्दिनँ। Goods and Service Tax. एक्ज्याक्टली गुड्स एन्ड सर्भिस ट्याक्स 1 जुलाई 2017 देखिको सुरु भएको है। अब पनि सबैले हात उठाउनुहुन्छ जस्तो लाग्दैछ। सजिलो प्रश्न सोध्दैछु है। हालको रक्षा मन्त्री या भनौँ डिफेन्स मिनिस्टर Rajnath Singh. अब हामी स्पटबाट अलिकति बाहिर निस्किँदैछु है। हाम्रो डिफेन्स मिनिस्टर त भनिहाल्नु भयो है। गृहमन्त्री या होम मिनिस्टर कस्तो सजिलो थियो है। म त लाग्दै थियो सबैजनाले हात उठाउनुहुन्छ जस्तो लाग्दै थियो यसमा। त्यस्तै गरेर सूचना तथा प्रसारण मन्त्री को हुनुहुन्छ? इन्फर्मेसन एन्ड ब्रडकास्टिङ मिनिस्टर। उहाँ रेल मन्त्री पनि हुनुहुन्छ। Bhupendra Yadav. First University. अब पनि फेरि क्रिकेटलाई लिएर क्वेसन छ है। यो पनि सबैले हात उठाउनुहुन्छ जस्तो लाग्दैछ मलाई। सजिलो छ। BCCI को पुरा नाम के हो? Board of Cricket Control in India. बोर्ड अफ क्रिकेट बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया हो। अलिकति यताउता भयो तर दिन्छ केही छैन है। अर्को पनि दिँदैछु है। युवाहरूलाई नै लिएर अर्को प्रश्न छ। नेसनल युथ डे राष्ट्रिय युवा दिवस कहिले मनाइन्छ? युथ डे राष्ट्रिय युवा दिवस कहिले मनाइन्छ? ट्राई गर्नु सकिन्छ नि। मैले यो गलत उत्तर दिन्छु होला भनेर डराउनु पर्दैन। मार्क्स पनि काटिँदैन, केही पनि छैन। ट्राई गर्नु सक्छ तपाईँहरूले? 12 जनवरी। यो कसको लागि मनाइन्छ थाहा छ? कसको जन्म जयन्तीको अवसरमा चाहिँ मनाइन्छ? कसैलाई थाहा छ? एक्ज्याक्टली स्वामी विवेकानन्द। अर्को फेरि सजिलो प्रश्न गइरहेको छु। मैले धेरै प्रश्नहरू ल्याएको छुइनँ है। त्यही कारण तपाईँहरूले पनि ट्राई गर्नुहोस् है। यो हात उठाएर मैले गलत आन्सर दिन्छु भन्ने छैन, केही पनि। ट्राई गर्नु सक्छ तपाईँहरूले। स्वच्छ भारत अभियान कहिले सुरु गरिएको हो? स्वच्छ भारत अभियान 2004। स्वच्छ भारत अभियान त एकदमै प्रचलित छ त। यो त गाउँ गाउँ घर घरमा होइन। 2017. 2009. अडियन्सलाई पास भयो। नाम लेखेको छ त। पार्टिसिपेट गर्दा हुन्छ, त्यस्तो केही छैन। पार्टिसिपेट गर्दा हुन्छ होइन होइन। कम केही छैन, केही छैन। हामी त जस्ट गेम खेल्नु त आएको हो। त्यस्तो क्वेसन पनि सुन्न सक्नुहुन्छ है। भारतीय राष्ट्रिय सेनाको पहिलो शहीद गोर्खा को हुनुहुन्थ्यो? मेजर जनरल। अब मेरोमा एकदमै कम्तीभन्दा कम्ती छ है प्रश्न। सकिसक्यो भन्दा पनि हुन्छ। विश्व रेडियो दिवस कहिले मनाइन्छ? तपाईँहरू हाम्रो फेमस दार्जिलिङ टोय ट्रेन त चढ्नु भएकै होला है। दार्जिलिङ टोय ट्रेन या हिमालयन रेलवे कुन वर्षमा स्थापना गरिएको हो या कुन चाहिँ वर्षदेखि चाहिँ यो चल्न सुरु गरिएको हो? यो अन्तिम प्रश्न है।
आकाशवाणीको सुरुवात होइन कसैलाई थाहा छ अडियन्सलाई 1881 यहीँबाट मेरो सबै प्रश्नहरू सकिन्छ है। तपाईँहरूलाई धेरै धेरै धन्यवाद पार्टिसिपेट गरिदिनु भएकोमा। अन्त जसले गुगल सर्च गरिदिनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। तर तपाईँहरूले त्यो गुगल सर्च गर्नुको सट्टामा न्युज अन एआइआर एप चाहिँ डाउनलोड गर्नुहोस् होला है। र अब बाँकीको कार्यक्रमको लागि म माइक्रोफोन मनन सरलाई दिँदैछु है। धन्यवाद योजना चाहिँ यति सुन्दर ढङ्गमा सुन्दर प्रकारले क्विज कम्पिटिसन तपाईँ सञ्चालन भयो र अब हामीसँग यहाँ रिजल्ट आइसकेको छ तर यसको घोषणा अन्तमा गर्नेछौँ र अब हामी दोस्रो चरणको कार्यक्रम रहेको छ त्यो हो एक्सटेम्पोर है स्पिच र त्यसको लागि जो अघि नानीहरूलाई हामीले चिट दिएको थियो टपिक दिएको थियो काइन्डली नानीहरू अगाडि बढ्नु होला है। आज यहाँ आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण लगायत यस महाविद्यालयका शिक्षक शिक्षिकागण अनि मेरो प्यारो दाजुभाइ दिदीबहिनीहरूलाई मेरो हृदयबाट न्यानो अभिवादन। र आजको यस कार्यक्रममा म 90 वर्ष अगाडि नै इस्टाब्लिस भइसकेको थियो तर आजसम्म यो स्टेसन काम गरिरहेछ र खेल सङ्गीत नाचगान मात्र नभएर आकाशवाणीले हाम्रो स्वास्थ्य जागरुकतामाथि पनि धेरै कदम चालिरहेको छ र आफ्नो रेडियोबाट स्वास्थ्य जागरुकतामाथि धेरै कुरा बयान गरिरहेको छ। जस्तो कि कोरोनाको समयमा आकाशवाणीले धेरै कुरा व्यक्त गरे, जस्तो कि घरमा बस्नु, कोभिड-19 को समयमा कसरी के गर्नु भनेर पनि आकाशवाणीले हामीलाई भनेको थियो। र खेलकुद मात्र नभएर आकाशवाणीले जति सक्दो हामी युवाहरूलाई हाम्रो सञ्चार माध्यम सजिलो माध्यम नै आकाशवाणी हो र आकाशवाणी अल इन्डिया रेडियोले सङ्गीत र मनोरञ्जनको क्षेत्रमा धेरै मनोरञ्जनहरू दिएका छन् र यसको महत्त्व धेरै पनि छन् र आकाशवाणीमा सङ्गीत र मनोरञ्जनमा कार्यक्रमहरू प्रसारणको स्रोत बनेका छ र आकाशवाणीमा सङ्गीत र मनोरञ्जनमा नाटक, कथा, कला साथै अन्य लोकगीत, लोककलाहरू सुनाइने गर्छ र आकाशवाणीबाट हामीले लोकबारे केही जानिन गर्छन्। नाट्य विधा होस्, खेलकुद होस्, स्वास्थ्य होस्, चाहे नारीहरूमाथि विभिन्न विधाहरू विभिन्न क्षेत्रहरूमा आफ्नो है प्रचार प्रसार गर्दै आइरहेको छ, कार्यक्रमहरू गर्दै आइरहेको छ र आजको जुन नानीहरूलाई विषयवस्तु दिएको छ र यही टपिकहरूमाथि यही विषयहरूमाथि है दिएको छ र नानीहरूले आफ्नो प्रयास गर्नुहुँदैछ, तपाईँ जारी राख्नुहुँदैछ र अबको पालो आएको छ कञ्चन अधिकारीजी है उहाँ कञ्चन अधिकारी तपाईँको आजको यो स्पिचको टपिक रहेको छ युवाहरूको जीवनमा आकाशवाणी है। एकपल्ट राम्रोसँग सुन्नुहोस् है, युवाहरूमाथि चाहिँ आकाशवाणीले के कस्तो प्रभाव पारिरहेको छ है। आकाशवाणी सम्पूर्णमा नमस्कार। आकाशवाणी खरसाङबाट पाल्नुभएका
अतिथिगण लगायत हाम्रा विद्यालयका विद्यार्थीवर्ग, सम्पूर्ण शिक्षक शिक्षिकागण लगायत सम्पूर्णमा म कञ्चन अधिकारीको हार्दिक अभिवादन टक्राउनुहोस्। र आज तत्काल भाषण प्रतियोगितामा मेरो विषय रहेको छ युवाहरूको जीवनमा आकाशवाणी। त सर्वप्रथम युवाहरूको जीवनमा आकाशवाणी। आकाशवाणी भनेको रेडियो मात्र होइन। आकाशवाणी भनेको एउटा आकाशबाट आएको वाणी हो, स्वर्गीय वाणी हो। र आज आकाशवाणीले हामी युवाहरूका लागि धेरै कार्यक्रमहरू गरेका छन्। र आज एकदमै हामीले युवाहरूले नै याद राख्नुपर्ने कुरा हो कि आज हामीलाई धेरै बिमारीहरूले चापिसकेको छ। आज युवाहरू मात्र रोगी पनि भइरहेका छन्। यो सबै हाम्रै आलस्य अल्छीको कारणले हो। आज भन्नुपर्दा हाम्रो आकाशवाणीले हामीलाई यस्ता तथ्यहरू दिएका छन् र यस्ता वाणीहरू दिएका छन् जसले हामीलाई आज कसरी हामीले आफूलाई कसरी शिक्षित बनाउन सक्छौँ र लोकगीत के हो, संस्कृति के हो, हाम्रो भाषा शैली के हो, यो हामीलाई स्पष्ट रूपमा दर्शाइरहेको हुन्छ। तर आज हामीलाई यी सबमा धेरै आलस्य छ, हामीलाई अल्छी लाग्छ। किनकि आज हामीलाई हामी सामाजिक सञ्जालबाट पनि हामीले ज्ञान बोध गर्न सक्छौँ। भनौँ आज उहिलेको जस्तो जमाना छैन। आज हामीलाई आकाशवाणीले एफएम रेडियोहरू मार्फत पनि हामीलाई सन्देश दिइरहेका हुन्छन्। हामी युवाहरू हौँ है, त युवाहरूको भूमिका हुन्छ कि हामीले कसरी हाम्रो देशलाई, हाम्रो संस्कृतिलाई बचाउनुपर्छ। यी कुराहरू हामीले नै त गऱ्यौँ भने, वर्तमानदेखि हामीले सिक्यौँ भने मात्र भविष्यमा हामीले आफ्नो भविष्य उज्जवल पार्न सक्छौँ। तर यसमार्फत जस्तै भनौँ सामाजिक सञ्जालमा इन्स्टाग्राम, फेसबुक इत्यादिबाट पनि हामीले संस्कृतिहरूको बारेमा भिडियोहरू देख्न सक्छौँ त। तर पनि आज हामीलाई धेरै अल्छी लाग्छ। यो एकदमै दुर्गम समस्या हो। र हामीले युवाहरू भएपछि आफ्नो जीवनमा कसरी के गर्नुपर्छ भनेर हाम्रो आकाशवाणीले दिइरहेको हुन्छ। आज दोहोरी गीत भनेको के हो हामी कसैलाई पनि याद छैन है। प्रायः जस्तोलाई यादै छैन दोहोरी गीत के होला। अनि हामीले सुन्यौँ भने हामीलाई त एकदमै हाँस उठ्छ, मजाक जस्तो लाग्छ है। त हामीले आफ्नो संस्कृति भुलेको हौँ नि त, कसले? हामी युवाहरूले। र हामीले नमस्कार। आजको यस कार्यक्रममा आकाशवाणी खरसाङबाट आउनुभएको अतिथिगण, यस महाविद्यालयका प्राध्यापक प्राध्यापिका लगायत मेरा मित्रहरूमा म सञ्जना राईको न्यानो अभिवादन। म आज संस्कार अनि संस्कृतिको संरक्षण आकाशवाणी विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरिरहेको छु। भारत जस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा संस्कार अनि संस्कृतिको संरक्षण हुनु साह्रै निकै गाह्रो नै पर्छ। तर पनि आकाशवाणीले यस्तो चुनौतीपूर्ण कुरालाई मध्यनजर राखेर सफलतापूर्वक निभाउँदै विगत 9 दशकदेखि नै हाम्रो गाउँ बस्तीमा मौलिएको लोकगीत, लोककथा, लोकनृत्य परम्परा, मौलिक कथा, मौखिक परम्परा सबैलाई ध्यान दिएर माइक मार्फतबाट देशभरि गुन्जाउने काम गरिरहेको छ। सोच्नुहोस् त तपाईँले नै आकाशवाणी भन्ने कुरा चाहिँ के रहेछ भनेर। सन् 1940मा आकाशवाणी दार्जिलिङ केन्द्रमा समाचार लगायत सम्पूर्ण विवाद समाचारहरू प्रसारण भएको थियो। यस्तो गर्नाले चाहिँ के हुन्छ भनेदेखि हामीदेखि टाढा हुनुभएको नेपाली समुदायहरूलाई चाहिँ आफ्नो मातृभाषासँग जोडाउने काम गरिरहेको छ होइन। र हाम्रो नेपाली भाषालाई जोगाएर राख्नु भएको छ आकाशवाणीले। अब त्यस्तो आकाशवाणीले नेपाली भाषालाई मात्रै जोगाएर राख्नु भएको छ भनेको होइन। विभिन्न भाषाहरूलाई सम्मान गरेर आकाशवाणीले प्रत्येक वर्ष सर्वभाषा कवि सम्मेलन आयोजना गर्नुहुन्छ होइन। उहाँले यो पनि प्रसारण गर्नुहुन्छ। र म चाहिँ के भन्न चाहन्छु भने अहिलेको युवा यो हाम्रो
प्रथम कुरा त के छ भनेदेखि हाम्रो नेपाली भाषालाई चाहिँ अङ्ग्रेजीले चाहिँ अब के त विलुप्त पारिसकेको छ। के त अहिलेको नानीहरूले क ख ग भन्यो भने साह्रो दाँत पर पसिना झर्ला जस्तो हुन्छ, तर एबिसिडी भन्नु पर्यो नेक्स्ट एबिसिडी एउटा तलै भनिन्छ। त्यो छ नि त हाम्रो कमी चाहिँ। तर आकाशवाणीले चाहिँ के हुन्छ नेपाली भाषालाई, हाम्रो नेपाली भाषा जुन चाहिँ हाम्रो पहिचान छ, हामी नेपाली हो भन्नुमा हामी गर्व गर्छौँ नि, त्यस भाषालाई चाहिँ हाम्रो आकाशवाणीले संरक्षण गरेर आइरहेको छ अहिलेसम्म। र अहिलेको हामी युवाहरू चाहिँ कस्तो छौँ भनेदेखि नेटफ्लिक्समा हामी सिरिज हेर्छौँ, वेब सिरिज, स्पोटिफाईमा गाना सुन्छौँ। अहिलेको यहीँबाट भन्नुहोस् त कसैले एफएम रेडियोबाट समाचार सुन्नुहुन्छ? सुन्दैन। त्यही त भनेको त अहिले जमाना कहाँदेखि कहाँ पुगिसकिसक्यो। अहिलेको युवाहरू कस्तो छ, त्यस्तो युगमा पुगिसक्यो। कम्मरदेखि मुनि प्यान्ट लाग्ने के गरेको होला, त्यो फेसन होइन, त्यो के एउटा फेसन हो, त्यो ट्रेन्ड हो। अहिले के भनेर बुझ्नु हामी त्यो बुझ्नै सकिन। हाम्रो संस्कृतिलाई हामीले चाहिँ नि हाम्रै पैताला मुनि टेकेर नाचानिची पारेर गइरहेको छौँ। तर आकाशवाणीले चाहिँ हाम्रो संस्कृति, हाम्रो संस्कारलाई सम्मान गरेर अघि लगिरहनु भएको छ। र हाम्रो जुन चाहिँ भनिन्छ नि आउनुभएका मेरा प्यारा महाविद्यालयका शिक्षकगण अनि शिक्षिका, साथै मेरा साथी सङ्गी अनि दिदीबहिनीहरूमा म युवा शिक्षकको न्यानो अभिवादन। मेरो शीर्षक के छ भने शिक्षा अनि सूचनामा आकाशवाणी। शिक्षा भनेको के हो र सूचना भनेको के हो? यसमा हाम्रो आकाशवाणीले हामीलाई धेरै शिक्षा र सूचनामा हामीलाई धेरै सहयोग पुर्याएको छ। आकाशवाणीको 90 वर्षको यात्रामा हामीलाई आकाशवाणीले हप्ता 2 हप्ता 15 या महिनामा हरेक साँझ 7 बजी सूचना शिक्षाबारे दिइरहेको हुन्छन्। तर हामी युवा वर्गले सुन्दैन। हामी युवा वर्गले शिक्षाबारे थाहा छैन। शिक्षा के हो? हामी जन्मेदेखि हामी आमा बाउको हात, आमा बाउको मुखदेखि, दाजुभाइ, गाउँ समाज उपस्थित सम्पूर्णमा नमस्कार। साथै खरसाङबाट आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण, साथै शिक्षक शिक्षिकागण, साथै मेरा प्यारा साथी विद्यार्थी साथीहरू प्रति हार्दिक अभिवादन टक्राउन चाहन्छु। मेरो टपिक रहेको छ, विषय रहेको छ नारीहरूलाई सशक्त बनाउनमा आकाशवाणीको भूमिका। र आजको डिजिटल युगमा पनि आकाशवाणी आवश्यक छ, किनभने जसले हामीलाई हरेक एउटा सचेत बनाउनमा है ठुलो योगदान दिएको छ। साथै नारीहरूलाई ठुलो प्रविधिहरू, नारीहरूलाई नयाँ प्रविधि, साथै बुबा आमाहरूलाई भाइ किरण सुब्बालाई उहाँ अन्तिम हाम्रो प्रतिभागी हुनुहुन्थ्यो। आजको यस आँसु भाषण प्रतियोगिताको स्पिचको र अब हामी निबन्ध लेखन प्रतियोगितातर्फ हामी जानेछौँ अघिल्लो कार्यक्रम र यो अन्तिम कार्यक्रम रहनेछ हामीसँग। र नानीहरूले सायद सकिसक्यो होला निबन्ध लेखेर। र अन्तिम क्याटेगोरी है जो निबन्ध लेखन प्रतियोगिता सुरुवात गर्न गइरहेको छु। र सबैभन्दा पहिले म बोलाउन चाहन्छु निलेश लिङ्गे भाइ। निलेशलाई उहाँले आफ्नो खरसाङबाट आउनुभएका अतिथिगण, यस महाविद्यालयका शिक्षक शिक्षिका अनि मेरो साथीहरूलाई मेरो न्यानो अभिवादन। आज यस निबन्ध लेखनको मैले को सुरुवात सन् 1927 मा बम्बई र कलकत्तामा भएको थियो। तर त्यस समय यसलाई इन्डियन ब्रोडकास्टिङ कम्पनी भनेर परिचित थियो।
सन् 1936मा गएर यसलाई भारत सरकारले अपनाउनुभयो अनि यसलाई अल इन्डियन रेडियोको नाम दिइयो। त्यसै गरी सन् 1956मा यसलाई आकाशवाणी नाम दिइयो। जुन समयमा मानिसहरूको मनोरञ्जनको निम्ति केही पनि साधन थिएन, त्यस समय रेडियो एकमात्र साधन थियो जसले मानिसहरूको ध्यान आकर्षण गर्नु। भाइ निलेश लिम्बूलाई र हाम्रो अघिल्लो प्रतिभागी हुनुहुन्छ अदिति गुरु, नानी अदिति अगाडि आउनुभयो। आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण, यस महाविद्यालयका प्राध्यापक प्राध्यापिका तथा मेरा साथीहरू, यहाँहरूमा म अदिति गुरुङको न्यानो अभिवादन। आजको यस कार्यक्रममा म हजुरहरूको समक्ष मेरो निबन्ध व्यक्त गर्न लागिरहेकी छु र मेरो निबन्धको शीर्षक छ आकाशवाणीको 90 वर्षको यात्रा। आकाशवाणी केवल एउटा रेडियो स्टेसन मात्र होइन, भारतको आवाज, संस्कृतिको आत्मा र एकताको प्रतीक हो। यसको यात्रा 90 वर्ष अघि सन् 1927मा सुरु भएको थियो, तर पछि सन् 1930मा आर्थिक समस्याको कारण बन्द भयो। यसलाई आधिकारिक रूपमा सन् 1936मा अल इन्डिया रेडियो तथा आकाशवाणी नामले सम्बोधित गरियो। यसले 90 वर्षको लामो यात्रामा अनगिन्ती उपलब्धि प्राप्त गरेको छ। प्रारम्भमा सीमित क्षेत्रमा चल्ने आकाशवाणी अहिले देश विदेशको कुना काप्चासम्म आफ्नो आवाज पुर्याउन सक्षम बनेको छ। सन् 1947मा भारत स्वतन्त्रपछि आकाशवाणीले नयाँ जिम्मेवारी पायो। अघिल्लो प्रतिभागी हुनुहुन्छ हाम्रो मनिका राई, नानी मनिका राई अघि आउनुभयो। आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण तथा कर्मचारी वर्ग, यस महाविद्यालयका प्राध्यापक प्राध्यापिका साथै मेरा प्रिय साथीहरूमा म मनिका राईको न्यानो अभिवादन। आजको यस कार्यक्रममा म मेरो निबन्ध पठन गर्न लागिरहेकी छु र मेरो निबन्धको शीर्षक छ आकाशवाणीको 90 वर्षको यात्रा। सन् 1927बाट सुरु भयो जब इन्डियन ब्रोडकास्टिङ कम्पनी स्थापना भएको थियो। यसले मुम्बई र कलकत्तामा 2वटा स्टेसनहरू सञ्चालन गरेको थियो, तर आर्थिक समस्याका कारण सन् 1930मा यो सेवा बन्द भयो। त्यहाँबाट ब्रिटिस सरकारले प्रसारण सेवालाई आफ्नै नियन्त्रणमा लियो र इन्डियन स्टेट ब्रोडकास्टिङ सर्भिस ISBS स्थापना भयो। सन् 1936को 8 जुनमा पहिलो रेडियो प्रसारण भएको थियो। यही दिनलाई आकाशवाणीको 90 वर्षको यात्रा मानिन्छ। नमस्कार। आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण, यस महाविद्यालयका प्राध्यापक प्राध्यापिका अनि सम्पूर्ण विद्यार्थीवर्गलाई म दीक्षा छेत्रीको तर्फबाट न्यानो अभिवादन। म हजुरहरूको समक्ष आजको यस निबन्धको पठन गर्न लागिरहेकी छु र निबन्धको शीर्षक छ आकाशवाणीको 90 सालको यात्रा। आकाशवाणी सन् 1936मा स्थापना भएको भारतको एक पुरानो तथा विश्वासिलो रेडियो सेवा हो। यसले आफ्नो लामो यात्रामा मानिसहरूलाई संस्कृति, शिक्षा र मनोरञ्जन जस्ता विविध कार्यहरू गराइरहेको छ। 90 सालको ऐतिहासिक यात्रामा आकाशवाणीले धेरै उत्कृष्ट कार्यहरू पनि गरिरहेको छ। आकाशवाणीले भारतको स्वतन्त्रता सङ्ग्रामदेखि लिएर ग्राम विकाससम्म महत्त्वपूर्ण भूमिका निभाएको छ। स्वतन्त्रता आन्दोलनको समयमा यसले मानिसहरूलाई देशको वास्तविक अवस्था पुर्याएको छ भने यसले स्वतन्त्रतादेखि लोकतन्त्रसम्म भारतलाई सबल बनाउनमा ठुलो योगदान दिएको छ। किसानहरू र नानीहरूले यहाँ जुन युवा नानीहरूले भाइबहिनीहरूले आज जुन हिसाबले आफ्नो निबन्ध प्रस्तुत गर्नुहुँदैछ, हामीलाई लागिरहेको छ कि यहाँले यी नानीहरूले आकाशवाणीलाई आजदेखि अझै नजिकबाट चिन्नु भएको छ। जति पनि कुराहरू यहाँले लेख्नुभएको छ निबन्धमा, त्यसको लागि धेरै रेफरेन्सहरू चाहिन्छ र
र यहाँले सायद रिसर्चहरू गर्नुभयो होला, पढ्नुभयो होला, किताबहरू पल्टाउनु भयो होला र यसको निम्ति नानीलाई धेरै धेरै बधाई है। र अब हामीसँग नेक्स्ट कन्टेस्टेन्ट रहेको छ, प्रतिभागी रहेको छ दीक्षा छेत्री। दीक्षा है, माफ गर्नु होला, प्रतीक्षा राई नेक्स्ट कन्टेस्टेन्ट। भएका अतिथिगण अनि यस विद्यालयका प्राध्यापक र प्राध्यापिका साथै सम्पूर्ण साथीभाइ खरसाङबाट आउनुभएका अतिथिगण, यस महाविद्यालयका प्राध्यापक र प्राध्यापिका साथै सम्पूर्ण साथीहरूमा म प्रतीक्षा राईको तर्फबाट न्यानो अभिवादन। आज म हजुरहरूको समक्ष निबन्ध पठन गर्न लागिरहेकी छु र मेरो निबन्धको शीर्षक छ आकाशवाणीको 90 वर्षको यात्रा। आकाशवाणीको 90 वर्षको यात्रा। आकाशवाणीको 90 वर्षको यात्रा भन्नासाथ भारतको रेडियो एक गौरवपूर्ण ऐतिहासिक स्मरण हो। भारतमा रेडियोको सुरु सन् 1930 मा भएको थियो। भारतमा रेडियोको प्रशासनको पहिलो पटक सुरु रेडियो क्लब अफ बेन्ड थियो। सन् 1946 मा सर्वजनासँग आवाज उठाएर हरेक काम गर्न सफल भए। भारतमा AIR भनेर सुरुमा चिनिन्थ्यो भने आज आकाशवाणी भनेर पनि चिनिन्छ। आकाशवाणी आजको दिनमा एकदमै प्रमुख स्रोत बनेको छ। भारतमा रेडियो मार्फत सहरदेखि गाउँसम्मको हरेक कुरा अथवा जानकारी पाउन सक्छौँ। आजको दिनमा स्थानीय सङ्गीतकार, कवि जस्ता महानुभावहरूको लागि धेरै महत्त्वपूर्ण माध्यम बनेको छ। सन् 1977 मा युवावाणी पनि एक राम्रो संस्था बनाएर जसले युवा माझ एकदमै राम्रो काम गरिरहेको छ। नानी प्रतीक्षालाई पनि धेरै धेरै धन्यवाद प्रस्तुतिको निम्ति। अब हामीसँग अन्तिम प्रतिभागी रहेको छ कला सुब्बा र नानी कला सुब्बाले अगाडि कला आकाशवाणी खरसाङबाट आउनुभएका अतिथिगण, यस महाविद्यालयका प्राध्यापक प्राध्यापिका साथै सम्पूर्ण साथीहरूमा म कला सुब्बाको हार्दिक न्यानो अभिवादन जनाउँदछु। आज म हजुरहरूको समक्ष निबन्ध पठन गर्न गइरहेकी छु र मेरो निबन्धको शीर्षक छ आकाशवाणीको 90 वर्षको यात्रा। भारतको सञ्चार इतिहासमा आकाशवाणी यस्तो संस्था हो जसले 9 दशक लामो यात्रामा सूचना, शिक्षा, संस्कार र मनोरञ्जन स्थायी आधारमा तयार गरिदिएको छ। सन् 1936 मा रेडियो प्रसारण भएको आकाशवाणीले आज सेवाले 90 वर्ष पुरा भइरहेको छ। सन् 19 लेखन प्रतियोगिता त्यसको पनि समाप्ति भएको छ र अब हामी धेरै समय लिने छैनौँ। हामीसँग अब के छ भने हामीसँग जुन चाहिँ यो रिजल्ट आउनेछ र यसको हामी घोषणा पनि गर्नेछौँ अनि यसको साथसाथै कार्यक्रमको हामी समापन पनि गर्नेछौँ। यो अन्तिम क्षणमा छौँ। हामीसँग आजको कम्पिटिसनको फलाफल आइसकेको छ र फर्स्ट सेकेन्ड थर्ड भन्ने जुन चाहिँ छ पहिलो दोस्रो तेस्रो जुन चाहिँ छ यो एउटा नम्बरको प्रक्रिया मात्र हो। वास्तवमा जति पनि हाम्रो विद्यार्थी नानीहरूले पार्टिसिपेट गर्नुभयो, भाग लिनुभयो, उहाँहरू जम्मै नै विनर हुनुहुन्छ। विनर यो कारणले पनि उहाँहरू हुनुहुन्छ किनभने उहाँले आफ्नो फेयरलाई जित्नु भएको छ र अब यो उहाँहरू 2 शब्द उहाँले राख्नुभएको छ। र सबैभन्दा पहिले क्विज कम्पिटिसनबाट हामी सुरुवात गर्न गइरहेका छौँ। यसको निम्ति म विजयनगर डिग्री कलेजका टिआइसी म्याम नर्की म्यामलाई सुन्नु उपहार स्वागत छ है वितरणको निम्ति अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। र क्विज कम्पिटिसनमा
कम्पिटिसनमा भाग लिनुभयो, खेल्नुभयो। तथापि फर्स्ट सेकेन्ड थर्डको छनौट हामीले गर्नुपर्ने हुन्थ्यो र हामीले गरेका छौँ र क्विज कम्पिटिसनमा तेस्रो स्थानमा आउनुभएको छ। हामी तेस्रो स्थानमा आउने नानीलाई हामी मञ्चमा बोलाउन चाहन्छौँ। उहाँ हुनुहुन्छ बिना राई। नानी हुनुहुन्छ दिवेश छेत्री। नानीहरूको सबै धेरै बधाई शुभकामना। यहाँ पनि सर्टिफिकेट साथै टी सर्ट वितरण भइरहेको छ। त्यसरी नै क्विज कम्पिटिसनमा प्रथम स्थानमा आउनुहुने हाम्रो नानी हुनुहुन्छ अनुप छेत्री। कञ्चन अधिकारी। नानी कञ्चनमा पनि धेरै बधाई। एसए कम्पिटिसन है, त्यसमा एसए कम्पिटिसनमा थर्ड पोजिसनमा आउनुभएको छ निलेश लिम्बू। भाइ निलेश छेत्री। विनर हुनुहुन्छ एसए कम्पिटिसनमा फर्स्ट स्थान पोजिसनमा आउनुहुने नानी हुनुहुन्छ को हुनुहुन्छ? र उहाँ हुनुहुन्छ मनिका राई। बिजनबारी डिग्री कलेज का एआइसी म्याम नोजिम म्याम साथै हाम्रो पनि स्टाफ टिचिङ स्टाफहरू हुनुहुन्छ। उहाँहरूले यति आजको कार्यक्रमलाई यति सुन्दर ढङ्गमा हामीलाई चलाउन सञ्चालन गर्न सहयोग गर्नु भएको हामीले आकाशवाणी खरसाङले सानो माया कोषले चिनो स्वरूप घटकहरू सानो मोमेन्टो ल्याएका छौँ र त्यसको निम्ति फेरि पनि नोजिम म्यामलाई अगाडि ल्याएको निवेदन गर्न चाहन्छु र यसको निम्ति यो वितरण यो मोमेन्टको वितरण गर्नका निम्ति हाम्रो गर्न सबलाई निवेदन गर्न चाहन्छु ह्यान्डी म्यामलाई। यो मायाको कोसेली आकाशवाणी खरसाङको पक्षबाट विजनबारी एकदमै अन्ततिर आइसकेको छौँ र अब हामीसँग धेरै कार्यक्रम बाँकी रहेको छैन र म अब हाम्रो सहकर्मी माधव छेत्रीजीलाई कार्यक्रमको बारेमा दुई शब्द छोटो रूपमा राखिदिनु नम्रनी मननजीलाई
आकाशवाणी खरसाङ जस्तो एउटा विशिष्ट, मलाई अत्यन्त विशिष्ट र अत्यन्त सभ्य शिष्ट सरकारी कार्यालय लाग्छ। त्यहाँनिर जाँदाखेरि जहिले पनि अत्यन्तै सफा अनि अत्यन्तै सभ्य भव्य लाग्छ। अनि यस्तो ठुलो एउटा गरिमामय संस्थाबाट जोसँग मेरो एउटा राम्रो सम्बन्ध पनि छ। त्यो के हो भन्दाखेरि 2024को अघि नानीहरूले भन्नुहुँदै थियो नेसनल सिम्पोजियम अफ पोइट सर्वभाषा कवि सम्मेलन, जसमा 24वटा भाषाका कविहरूलाई बोलाएर एउटा बृहत रूपमा प्रत्येक वर्ष कार्यक्रम गर्छ। र त्यसमा चाहिँ मेरो भाग्यले गर्दाखेरि 2024को नेपाली भाषालाई प्रतिनिधित्व गरेर मैले कार्यक्रममा सहभागी भएको थिएँ र त्यस कारणले पनि म रेडियोसित अत्यन्तै नजिक छु। अनि त्यो सँगसँगै विविध कार्यक्रमहरूमा पनि हामीलाई मौका दिइराख्नुहुन्छ, हाम्रो विद्यार्थीहरूले पनि दिइराख्नु भएको छ, मैले अघिबाट पनि भनेको हुँ। र अब फेरि पनि यहाँहरूले भनिसक्नु भएको छ कि आज प्रथम हुने 3 विद्यार्थीहरूलाई आकाशवाणीको युवा वाणी कार्यक्रम अन्तर्गत उहाँहरूलाई कार्यक्रम दिनुहुनेछ। अनि त्यो कार्यक्रममा यहाँहरूले आफ्नो प्रस्तुति दिन सक्नुहुनेछ। यति ठुलो कार्यक्रम लिएर हामी जस्तो टाढोमा भएको एउटा सानो कलेजलाई माया गरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै, यो शब्दको धन्यवाद मात्र अलिक औपचारिक नहोला भनेर एउटा हामीले पनि हाम्रो कलेजको तर्फबाट केही दिन नसके तापनि सानो मायाको चिनो चाहिँ हामी भेट गर्न गइरहेका छौँ। त्यसर्थ म आदरणीय योजनाजी अनि मननजीलाई दया गरेर कृपा गरेर यो हाम्रो एउटा सानो मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यसको निम्ति म आदरणीय नोर्के म्यामलाई यो मायाको चिन्ह यहाँहरूलाई हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यो हाम्रो सानो मायाको चिनो यहाँहरू सम्पूर्णलाई हामी आवाज गरेर र फेरि पनि मेरो आन्तरिक हृदयबाट यहाँहरू 6जनालाई आकाशवाणी खरसाङका टोली भएर आइपुग्नुभएका यहाँहरू सम्पूर्णलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यस सँगसँगै यो लामो समय धैर्य धारण गरेर विद्यार्थीहरूले उपस्थिति दिनुभयो। कतिजना विद्यार्थीहरू हाम्रो बस्तीको नानीहरू गाडीको असुविधाले गर्दाखेरि पनि समयमा निक्लिनै पर्ने अवस्था हुन्छ र यहाँ नानीहरू जति मञ्च छोडेर गइसक्नु भएको छ, प्रेक्षागृह छोडेर गइसक्नुभएका विद्यार्थीहरूलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। अनि प्रतिस्पर्धामा भाग लिनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र कतिजना विद्यार्थी नानीहरू जो अस्वस्थ भएकोले गर्दा आज आउन सक्नु भएन र त्यो प्लेसमा हामीले इमिडिएटली भर्खरै मात्र नयाँ विद्यार्थीहरूलाई हालेका थियौँ, जसले त्यति राम्रो प्रस्तुति गर्न नसके तापनि उहाँहरूको यो हिम्मत जुन उहाँहरूले कोसिस गर्नुभयो, जुन आँट देखाउनु भयो र जुन उहाँहरूले गर्न सक्छु भन्ने कन्फिडेन्स देखाउनु भयो, त्यसको निम्ति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। भविष्यमा तपाईँहरूलाई समय दिएर प्र्याक्टिस गरेर तपाईँले यदि कुनै कार्यक्रममा कुनै प्रतियोगितामा सहभागिता जनाउनु भयो भने तपाईँले अवश्य नै सफलता हासिल गर्नुहुनेछ। अनि जो असफल हुनुभयो उनीहरूलाई झन् विशेष धन्यवाद, किनकि तपाईँहरू असफल भइदिएकोले गर्दा मात्रै अरू सफल हुने मौका पाउनुभयो। तपाईँहरू हुनुहुन्थ्यो र मात्रै उहाँहरूको अस्तित्व रह्यो। त्यस कारणले जति पनि सहभागी हुनुहुन्थ्यो ती विद्यार्थीहरूलाई म हार्दिक आभार प्रकट गर्दै, आज तपाईँहरूले जे जति रेडियोको बारेमा जानकारीहरू बटुल्नु भएको छ, यो कुराहरूलाई चाहिँ यतिमै नसकिदिनु, यसलाई अझ प्रचार प्रसार अथवा अन्य नयाँ पुस्ताहरूसँग पनि पुर्याउने काम अनि रेडियोसँग जोडिएर कार्यक्रमहरू गर्न जब हामीलाई आकाशवाणी खरसाङले निर्देश दिनुभयो अथवा मौका दिनुभयो भने तपाईँहरू अत्यन्त उत्साहपूर्वक त्यहाँ गएर अंशग्रहण गरिदिने भन्दै यहाँहरू सम्पूर्णलाई अनि विशेष आभार चाहिँ म युवराज सरलाई दिन चाहन्छु। मेरो सहपाठी उहाँले यस कार्यक्रमको जुन यो योजना गर्नु अथवा यो म्यानेजमेन्ट गर्नु हरेक कुरामा उहाँले मलाई सहयोग गरिराख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। अनि मेरो विभागका विद्यार्थीहरू जसले धेरै सहयोग गर्नुभएको छ, यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद दिँदै अनि विशेष क्यान्टिनलाई पनि म यहाँबाट धन्यवाद दिन चाहन्छु। उहाँले चिया बिस्कुटको व्यवस्थाहरू गरिदिनु भयो र यहाँको निम्ति हामीले लन्चको पनि तयारी गरेका छौँ र कृपया हाम्रो क्यान्टिनबाट लन्च ग्रहण गरेर मलाई गइदिनु होला भन्दै यहाँदेखि बिदा लिँदै र यस कार्यक्रमलाई पनि म मेरो आफ्नो मन्तव्य यहीँ अन्त गर्दै र माइक्रोफोनमा
आदरणीय मननजीलाई सम्पर्दछु। धन्यवाद। धन्यवाद। र यसको साथै आज हाम्रो जुन चाहिँ यो कार्यक्रम रहेको थियो यसलाई अन्त गर्नेछौँ र औपचारिक रूपमा अन्त गर्नेछौँ र धन्यवाद हामीले दिनुपर्ने हो। धन्यवाद हाम्रो कर्मचारीले दिइसक्नु भएको छ र फेरि पनि सम्पूर्णलाई म एकमुष्ट समय धन्यवाद दिन चाहन्छु। विशेष गरी डिग्री कलेज बिजनबारी डिग्री कलेजका हाम्रो केएसयू म्याम, नोजिङ म्यामलाई जसले आज हामीलाई यो कार्यक्रम गर्ने अवसर प्रदान गर्नुभयो। यहाँ आएर यति सबै कार्यक्रमको म्यानेजमेन्ट गरिदिनु भयो। साथै यहाँ कर्णजी अनि यहाँ हाम्रो सर हुनुहुन्छ, हामी देखिरहेका छौँ। उहाँहरूले पनि धेरै हामीलाई सहयोग गर्नुभएको छ यस कार्यक्रममा। अनि जति पनि नानीहरूले भाग लिनुभएको छ जम्मै साथै आकाशवाणी खरसाङबाट आउनुभएका हाम्रा टोलीलाई पनि हामी धन्यवाद दिँदै यो कार्यक्रमलाई हामी यहीँ समाप्त गर्न चाहन्छौँ। धन्यवाद। अब हामी फोटो